ल सबैमा नमस्कार। यतिखेर म यो रुकुमको गोतामकोट भन्ने ठाउँको यो प्रसिद्ध मन्दिर मालिका मन्दिरमा छु। यो एकदम गोतामकोट भन्दा अलिकति माथि रहेछ यो चाहिँ। अनि यहाँ साइडमा चाहिँ अत्रि ऋषि धार्मिक केन्द्र पनि रहेछ यहाँ यताको साइडमा, यहाँ देख्न सक्नुहुन्छ। अनि यो ठुलो ठुलो रुखहरू छ, एकदम यहाँ बस्नुको लागि चाहिँ एकदम राम्रो। र मालिका भनेको जहिले पनि एकदम टप एरियामा भनेको एकदम टुप्पोमा चाहिँ मालिका देवीको चाहिँ वासस्थान हुने गरेको छ र हामीले देखेको सुनेको पनि छौँ। यसै गरी यो मालिका पुरानो मन्दिर रहेछ। यसै गरी यहाँ साइडमा अर्को मन्दिर पनि देख्न सक्नुहुन्छ। अनि यहाँ धुपी सल्लाहहरू, धुपीका रुखहरू रहेछ, एकदम ठुल्ठुलो धुपीको रुखहरू। अनि यहाँ सम्भवतः यो भर्खरै बनेको मन्दिर हुनसक्छ। एकदम गुड। यो शिवलिङ्ग यहाँनिर रहेछ, शिवजीको चाहिँ प्रार्थनाको लागि शिवलिङ्ग यहाँ बनाएको रहेछ। यसै गरी महर्षि अस्त्री मन्दिर भन्ने चाहिँ यो भर्खर नयाँ नवनिर्मित महर्षि अस्त्री मन्दिर भन्ने रहेछ। यो चाहिँ मन्दिर भर्खरै बनेको भए पनि तर यहाँ यो बच्चा बच्चीहरूले चाहिँ फोहोर मैलो गर्दो रहेछ जस्तो लाग्यो। पुजारीको अभाव पनि मैले देखिरहेको छु। यो गर्नु राम्रो पछि होइन। जुत्ता चप्पल सहित बच्चा बच्ची त्यहाँ गएको रहेछ। भर्खरै निर्माण भएको मन्दिर, टाइलहरू फुटेको मैले देखेँ मैले यता चाहिँ। यहाँ चाहिँ संरचना बने पनि संरक्षणको चाहिँ अभाव देखेँ मैले यो ठाउँमा। समग्रमा हेर्नु पर्दा र बुझ्नु पर्दा चाहिँ मलाई के लाग्यो भन्दाखेरि यो धार्मिक ठाउँ एकदम पवित्र ठाउँ, एकदम रमाइलो ठाउँ र पर्यटक हिसाबले पनि सम्भावना पुगेको ठाउँ रहेछ। तपाईँहरू पनि यो ठाउँमा आउनुहोला, हेर्नुहोला। मेरो पहिलोचोटि र मलाई एकदम रमाइलो र राम्रो पनि लाग्यो। हस्, धन्यवाद।